सो हे गाइजलाई नमस्ते सबैजनालाई स्वागत छ मेरो अर्को नयाँ ब्लगमा एन्ड आजको ब्लग नै दमौलीबाट सुरु भइरहेको छ। सो म चाहिँ एउटा बिए एटेन्ड गर्न आएको छु दमौली टु बेसी सहर। दमौली चाहिँ केटाको घर अनि बेसी सहर चाहिँ केटीको। सो अहिले चाहिँ बिहानको 10:30 जति हुन लाग्यो अनि हामी चाहिँ सब ग्याङ रेडी भएर अब तुला घरतिर जाँदैछौँ। बाजा बजेको सुनिसक्नु भयो होला। म बिहान उठेकै बाजा बजेर हो। ओहो सो अलरेडी गाइस हामी चाहिँ फाइनली दुला घर आइसक्यौँ होइन। अस्सलाम वालेकुम। सन्जय अस्सलाम खतरा भोक लागिरहेको थियो। यहाँ सोल्टीले कहाँबाट पाए अरे यस्तो खजना। सलामकुम सन्जय हो हमलामाथि हमला भइरह्यो यहाँ। बिर्सिँदै त हामी चाहिँ अब यहाँ नास्ता गरेर निस्किसक्यौँ। वान एन्ड ओन्ली द केजिएफ भिलेज। खै के हो तान्दिम न है क्या। को यो को अस्सलाम वालेकुम। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। अस्सलाम वालेकुम। वालेकुम सलाम रहमतुल्लाहि व क्या देखो अल्हम्दुलिल्लाह हैंडसम मन आइरह्यो त तम त अनि त्यतिकै त भने बढानी अरे के हो केटीहरु त एकाएक बाइगन देखान आज कस्तो झक्कास देखिरहे यार झक्कास। थ्याङ्क्स डक्टर कानमा बाली उही म्याग्नेटिक टप धरियो है। ये गाइस यता चाहिँ कार डेकोरेसन चलिरहेको हैन मिठो तरिकाले। चन्दीलाई चाहिँ यस्तो रातो फेटाले सम्मान गरेको छ हैन। आज चन्दे सोहेल र माजिदा शादी मुबारक। सही हो यार। बाइक लिएर आइरो। कङ्ग्रेचुलेसन। The man is back. यस जब जब शादी होती है तब तब बजाने आ जाता हूँ। अन्त ध्यान नदिनु है एकछिन। दुला के आमा गएर चिना गए ब्लग। हजुर वालेकुम सलाम। सन्जय बाबु एकदम ठिक छ सानमा। वालेकुम सलाम। वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातहू। जाई गाडीतिर जाई यार अब त। मोहन त चस्मै सुहाउँदैन यार तर सुहाउँछ त गाई चस्मा। गाई जब चाहिँ गाडीतिर जान पर्ने हुन्छ न त भने अहिले सिट पाउन लास्टै गाह्रो पर्छ होइन। सब केटाहरू एउटा बसमा बस्ने अनि रमाइलो गर्दै जाने भन्ने कुरा छ। सो केटाहरू चाहिँ यसमा बस्यो जस्तो लाग्छ। अब लेट्स गो। अस्सलाम वालेकुम। सन्जय अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम सलाम भाइ। अस्सलाम वालेकुम। सन्जय सो फाइनली गाइस हामी चाहिँ सबै गाडीमा चढिसक्यौँ। 1 million Look guys, Jonty finally. Jonty is here. राम्रो हो यो।
गाइस फाइनल्ली अब चाहिँ जन्तीको गाडी निस्किसकेको छ दमोलीबाट। हामी चाहिँ अहिले कमलबारी आइपुग्यो। सलेट गाइस हामी चाहिँ अहिले यहाँ डुम्रे आइपुग्यौँ अनि गाडी रोकेको छ एकैछिन। यस्तो गर्मीमा धरि मलाई रुगा लागेर टेन्सन भयो। किन त नि यति साह्रो ह्यान्डसम भएको तिमी? गाइस फाइनली हामी लगभग तुरतुरे भन्ने ठाउँमा आयौँ होला अनि यस्तो तल बबाल मर्स्याङ्दी देखिरहेको कि गाइस। अनि यता चाहिँ सबजना इन्जोय गरेर बसिरहने पसिनै हो ल अनि सबजना यहाँ पसिनाले नुहाइरहन्। गाइस फाइनली हामी अब यहाँ पेट्रोल पम्पमा आइसक्यौँ। गाइस यस्तो धुलो बाटो। ओए ब्लगर प्लस सिङ्गर गाइस बन्दीपुरमा म नाच्नु चाहिँ कहाँ छ के बरु। गाइस हामी चाहिँ यो पुलमा आयौँ फाइनल्ली। अब यहाँ पानी ब्रेक अनि वासरुम ब्रेक। अब यसो हात मुख धुनु पऱ्यो गाइस, फ्रेस हुनु पऱ्यो। ब्याक टु गाडीतिर अब फेरि भिडियो यहाँ है। सो राइट नाउ अहिले चाहिँ टाइम 2:30 भयो अनि हामी चाहिँ बेसर आइपुग्यौँ। कोहीलाई फेरि यहाँ बिहेमा यस्तो लाग्यो। हेलो गाइस वी आर हियर एट बेसिसर 10 मिलियन। बाजा सेट देख्न सक्नुहुन्छ गाइस। फाइनली गाइज म चाहिँ यहाँ
दुलै भएको ठाउँमा आइसकेको छु। Assalamualaikum. Waalaikumsalam warahmatullahi wabarakatuh. सो गाइस अब खाना खाने कता हो त्यतातिर लाग्छ हान्न पर्ने हुन्छ भिडियो नि बवाले भयो होला हैन सो मैले चाहिँ बेस्ट दिएर भिडियो बनाएको छु सो गर्मी ओभर भएको कारण चाहिँ भिडियो बिचमा स्टप भइरह सो त्यही नि म मेरो बेस्ट दिँदैछु अस्सलामुअलैकुम हेलो अस्सलामुअलैकुम अस्सलामुअलैकुम सो गाइस हामी चाहिँ अब यहाँ खाना खान आएको लेट्स सी के कस्तो छ यहाँ सेवा सुविधा ओए लाइन त भित्र जान नपाउँदै यहीँबाट हतार सो अलरेडी गाइस केटाहरू चाहिँ यहाँ आएर खाना नि खाइसकेछ हैन म चाहिँ भिडियो बनाउन लागिरहेको थिएँ खाना खाएर हात पोच्न भ्याइसक्यो सो गाइस लक्किली मैले चाहिँ खाना पाइसकेँ हैन थ्याङ्क्स टु हिम उसले चाहिँ खाना 2टा प्लेट लिइदिइरहेको अनि त्यहाँदेखि डाइरेक्ट यहाँ आइपुग्यो प्लेट हैन सो थ्याङ्क यू सो मच सबलाई केटाहरू यहाँ खाँदै खान्छ ऊ त हिरो हो सो अब खाना खान्छ नेक्स्ट पछि भेटौँ है त सो गाइस फाइनल्ली खाना खान सक्यो अब निस्किन लागेको यहाँबाट चाहिँ गाइस यहाँभित्र चाहिँ दुलै छ अफकोर्स निका पठाइदिनु हुन्छ यहाँ चाहिँ
सो निका पढाउँदैछ होइन दाजु हजुर हिँड्नु त कति मुख मात्रै देखायो के छोड म बाहिर जान लाग्यो गर्मी भयो क्या सो गाइस 4:30 जति भयो होइन अनि अहिले चाहिँ पुरा क्लाइमेट देख्न सक्नुहुन्छ पानी आउला जस्तो भइसकेको छ A few minutes later. गाइस पानी पर्न थाल्यो अनि हामी चाहिँ यहाँ गाडीमा आएर बसिरहौँ बाहिर त निस्किनै सकेको आफ्नो कत्रा परेको पानी चिसै रिन्दा त आमा म त भिजे थिएँ यार हेर न पोस्न लाग्यो गाइस पानी आएको हेर्नु न पानी ओहो यस्तो पानी पर्यो यार बिजोक भयो त्यो त A few moments later. सो अलरेडी गाइस हामी चाहिँ अब बिहे सकेर यहाँबाट निस्किन लागेको होइन बसहरू चाहिँ सबै निस्क्यो अनि पानी परेर चाहिँ उता जोला अनबाको ठाउँतिर चाहिँ जान पाएन सब प्याक भइसक्यो सो अलरेडी गाइस हामी चाहिँ छिर्गन आइसक्यौँ अब एकछिनमा चाहिँ दमौली आइपुग्छौँ अलरेडी गाइस फाइनल्ली हामी चाहिँ यहाँ दमौली आइसकेका छौँ अनि डाइरेक्ट खाना खाने ठाउँमा लिएर आएर झारिदियो सब खाना खान जमाइ त ओए भात खानु लाने हुन्छ गाइस मान्छे त कति हो कति मै रिग्रेट अर्तानु के उदास छौ त म एउटा रिग्रेट क्या गर्छौ भन्दाखेरि दुलै अनबाउ त्यही पानी परेर आउनु पाएन होइन गाडीमा था सो अलरेडी गाइस अलमोस्ट 10 जति बजिसक्यो होइन यहाँ मान्छे देखेर म झस्याङ्ग भएको छु कि यत्रो मान्छे कति बेला पालो आउला भनेर कि हाम्रो नि चुपचाप लागेर होइन फिल्डमा खाइरहनु नि थ्याङ्क यू सो मच म्यान खाना लिएर आइदियो खाना चाहिँ आइसक्यो हातमा होइन यत्रो त सकिन्न जति सकिन्छ खाना खाएर अनि त्यसपछि फेरि निस्किन पर्ने हुन्छ सो अलरेडी गाइस आफ्टर लङ टाइम है वी आर ब्याक हियर एट दुलाको घर दुलाई लिएर आएर पनि भित्रै सक्यो होला होइन आई होप तपाईँहरूले चाहिँ आजको भिडियो मन पर्यो होला भिडियो मन परेमा प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब विथ द लाइक बटन यति भन्दै म आजको लागि बिदा लिन चाहन्छु हस् त धन्यवाद जय नेपाल साइनिङ अफ पिस आउट गुड नाइट बाई बाई